बन्दिरहेको छ अरे। अब हामी जान लागेको चाहिँ जर्मनमा हो। सबभन्दा राम्रो छ भने हेरौँ अब कस्तो छ। यो चाहिँ जर्मन हो। हामी अहिले लुम्बिनीभित्र जर्मनीको बुद्ध विहारभित्र प्रवेश गर्न लागिरहेछौँ र यो सरस्वती हेर्दा अलमोस्ट कम्प्लिट भएको हामीले महसुस गरिरहेछौँ। यो अरूभन्दा यो अलि राम्रो पनि हामी देखिरहेछौँ। भित्र प्रवेश गरिसक्यौँ। जर्मनीबाट बनेको बुद्धिस्ट मोनास्ट्री आकर्षणको केन्द्रको रूपमा देखिएको छ। नेपालले बनाएको माने उठाएर बनाएको छ त्यो चाहिँ बुद्धले साथ पाएर हिँडेको मूर्तिहरू बनाएको छ। त्यहाँ आमा भयो, बुद्ध चाहिँ अलि अगाडि थियो। यो चाहिँ पाइला पाइला यस्तो कमलको फुल जस्तो बनाएको छ। 7वटा पाइला हिँडेको एक्ट छ त्यहाँ चाहिँ मूर्तिहरूको। त्यसपछि त्यहाँ त्यो पहिला बुद्धत्व पाउनुभन्दा अगाडि नै राजकुमार भएर बाँडहरू सिकेको त्यो छ। त्योभन्दा उता चाहिँ कहाँ त्यहाँ चाहिँ बुद्ध घोडाचढी गरेको। अनि जाँदै कहाँ छ लास देखेको होइन त्यहाँ अगाडि लास देखेर अनि त्यसपछि सन्यासीहरू संसारदेखि विरक्त भएर अनि सन्यास लिने अनि यहाँ अगाडि यहाँ टुप्पी काटेको सन्यास लिने बेला आफ्नो टुप्पी आफैले कपाल काटेर अनि सन्यास लिन थालेको देखाएको छ। बुद्धत्व पाउनलाई यहाँ तपस्या गरेर बसेको छ।
तपस्या गरेर बस्यो अनि त्यसपछि प्रिचर भएर अरूहरूलाई ज्ञान बाँड्दै भगवान् बुद्ध त्यही आफ्नो शिक्षाहरूलाई अरूलाई मानिरहेको छन्। पिता भयो बाल भयो not allowed भने हैन हो नि अब उ त पालना गर्ने हामीले यहाँले याद छ कि यहाँ एक्स्ट्रा सबै फोटो खिचेर जान दिएन फोटो खिच्न त गर्ने दिन्छ दिइहाल्छ दिन्छ ल हाम्रो पनि खिच्दियो भने हाम्रो चित्र दियो त दिन्छ हामी यहाँ ल म खिच्दिएँ उ जस्तो जर्मनीको जस्तो रेगुलरिटी छैन के रहेन यो पहिले बनाएको होला नि त धेरै पहिला बनाएर त्यो मर्मतमा खोइ मान्छे पनि बर्मा अलिक सस्तो के अरे सस्तो पैसा कम भएको पऱ्यो नि त्यो भएर नि होला नि बर्माले बनाएको भनेछ खर्च त पहिले गोल्डन हेर्न त सरलाई चाहिँ बेला त पनि राम्रो देखिएको थियो होला नि फोटो खिच्यो खाने फोटो कभी तू जिंदगी हर पल यहाँ भर दिया हो ल त ल बन्द गरिदिएँ रोयल थाई मोनास्ट्री यो चाहिँ घरको डिजाइन लगाइ छ बगैँचा भयो तलको सबै यसैको त होइन होला नि के ढुङ्गाहरू चाहिँ हो त्यही होला त्यति बन्दै